हेलो नमस्ते हयोग जयमास हाम्रो जापानमा हुने भोलि मन्डेको लागि 14 को लागि है लोटस 6 को प्रेडिक्सन लिएर आएको छु। सबैजनालाई बेस्ट अफ लक भन्न चाहन्छु सर्वप्रथम। अनि त्यसपछि हाम्रो यो फर्स्ट रिजल्टमा मैले भनेकोबाट चाहिँ तपाईको 23 र 35 चाहिँ रिन्यू थियो। यो चाहिँ हाम्रो 100% पास थियो भने जसमा मैले स्मल प्राइस परेको पेपर चाहिँ मैले साटिसकेँ। जसमा चाहिँ यो मेरो लास्ट टाइमको 4 को 10 मा खुलेको लोटस 6 को 4 लाइनको एक्जाम्पल मेरो यस्तो थियो। बट म यसमा चाहिँ तपाईलाई भनेको नम्बर चाहिँ 23 र 35 हालेको नम्बरबाट चाहिँ स्मल प्राइस परेको थियो। जसमा मैले 23 सबैमा फिक्स राखेको थिएँ। जसमा हाम्रो 23 र अनि 17 यहाँ चाहिँ 30 थियो, 29 जस्ट 1 मिस क्लोज। यो चाहिँ अलिकति नपरेको नम्बर, दुईटा परेर चाहिँ पाउँदैन। सो एउटा दुईटा नम्बर चाहिँ मेरो हट तपाईहरुलाई भन्ने छु आज पनि है, यस्तै फिक्स नम्बर। जसमा हाम्रो अब यो यसबाट रिन्यू हुने नम्बर चाहिँ अब यहाँबाट चाहिँ मेबी फेरि पनि एउटा दुईटा नम्बर है। मैले देखेकोमा चाहिँ एउटा नम्बर अलिकति फिक्स लागेको नम्बर भनेको चाहिँ 15 र 17 बाट 1 नम्बर छ भने सरी। अनि त्यसपछि हाम्रो हट ग्रुपिङ नम्बर है त, जसमा सबै ग्रुपमा 10 वटा नम्बर हुन्छ भने अब 10 वटा नम्बरबाट मैले घटाएर आधीमा झारेको छु। अब आधीबाट तपाईको 100% बोनस सहित 7 वटै नम्बर मिल्छ भन्ने चाहिँ हुँदैन है त। तर हाम्रो यहाँ बोनस चाहिँ छुटेको छ है त सरी। अनि त्यसपछि हाम्रो यो हट ग्रुप प्याटर्नमा बनेको छ। फर्स्ट ग्रुपमा छ 1 3 5 7 लाइनमा चाहिँ 5 र 7 मा मारु लागेको छ भने अलिकति हट देखेको नम्बरमा चाहिँ मारु छ। अनि डबल यो लागेको नम्बर भनेको सरी यो डबल गोलो लागेको नम्बर भनेको चाहिँ मेरो फिक्स नम्बर है त 14 चाहिँ मेरो भोलिको लागि फिक्स नम्बर, बट नट स्योर। तपाई 14 15 या 14 17 यस्तो गर्न सक्नुहुन्छ। अनि त्यसपछि हाम्रो सेकेन्ड ग्रुप थर्ड ग्रुपबाट चाहिँ 21 22 24 27 र 28 छ। जसमा 21 र 24 मा चाहिँ ग्रुप मारु छ भने हाम्रो यो फोर्थ ग्रुपबाट 30 33 34 36 र 38 छ। जसमा 33 मा अलिकति हट लागेको नम्बर। अनि लास्ट ग्रुपमा चाहिँ यो 3 वटा नम्बरबाट एनी हानेछ भने दुईटा नम्बर हान्छ, नत्र कुनै पनि हान्दैन। बट म चाहिँ यसपटक पनि फेरि है, यदि तपाईले लिनु भएछ भने यो 3 वटाबाट कुनै पनि दुईटा नम्बर लिन सक्नुहुन्छ है। तपाईलाई लास्ट ग्रुपबाट हट लागेको छ भने। बट म यसपटक चाहिँ लास्ट ग्रुपलाई 0 मै खेल्छु। लास्ट टाइम पनि म 0 मै खेलेको थिएँ है, तपाईलाई 0 मै भनेको थिएँ। लास्ट टाइम पनि 40 भन्दा माथि चाहिँ हान्दैन भनेको थिएँ, बट 43 हानेको थियो। यो पटक पनि म यो ग्रुप र यो ग्रुपमा फिनिशिङ, यो ग्रुपमा मेबी है फिनिशिङ भनेको सबै 3 वटा चाहिँ मैले लिने नम्बरमा चाहिँ हुँदैन। यदि तपाईले खेल्नु भएछ भने यो 3टा नम्बरबाट दुईटा है त, दुईटा नम्बर पनि हल्का थोरै हिन्ट्स देखिएको छ, दुईटा नम्बर आउने चान्सेस पनि। बट म चाहिँ यो 3 वटै नम्बरलाई आउट गर्छु। यो ग्रुप लिँदैन है। तपाईहरुले पनि त्यो ग्रुप लिनुपर्छ यार भन्ने त छैन है, तपाईहरुको आफ्नो कुरा हो। जसमा अब एक्जाम्पलमा तपाईको मेरो एक्जाम्पलमा अब लास्ट नम्बरबाट एउटा लास्ट ग्रुपबाट दुईटा है 41 र 40 राखेर बनाएको छु है त, बट नट स्योर। जस्तै अब त्यहाँ नभएको नम्बर पनि हालेको छु। जसमा 2 14 23 31 36 37 र 6 14 26 29 35 र 41 र 1 14 20 23 29 र 40 छ। जसमा चाहिँ मैले 14 चाहिँ फिक्स नै राखेको छु हैन। अब नट 100% त्यो त भन्नु है 100% नै चाहिँ भन्न सकिँदैन। बट मेरो फिक्स नम्बरमा चाहिँ 14 र 14 15 14 17 है त, दुईटा नम्बर है तपाईहरुलाई। अब तपाईको 4 वटा नम्बर एक लाइनमा चाहिँ ट्राई गर्नुस्, धेरै लाइनमा हैन फेरि। त्यो भन्न चाहन्छु। सबैजनालाई बेस्ट अफ लक एन्ड टेक केयर भन्न चाहन्छु गाइस।